स्वागत छ मेरो यो भ्लगमा। आज हाम्रो भ्लगमा चाहिँ ड्रोनबाट घोरललाई हेर्न जाँदैछौँ। यो घरभन्दा पारीको जङ्गलमा घोरल देखियो अनि ड्रोनबाट कसरी घोरल भाग्छ कि भाग्दैन भनेर हामी हेर्न जाँदैछौँ। हेरौँ है त। अब ड्रोन नजिक पुग्दा नि घोरलले के गर्छ, भाग्छ कि हेरेर बस्छ है त। गयो 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 घोरल त्यहाँ बसिरहेछ। सानो ओडा जस्तो ठाउँ छ, त्यहाँ घोरल बसिरहेछ। अब बिस्तारै 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 हामी ड्रोनलाई लिएर जाँदैछौँ। बिस्तारै गयो। तिनीहरू छ आवाज, सायद ड्रोनको आवाज सुनिसक्यो होला। अब माथि 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 हेर्दैछ घोरलले। माथि माथि हेर्दैछ के आयो भनेर बसिरहेको थियो, उठ्यो। अब के गर्छ, भाग्छ कि भाग्दैन त। अहिलेसम्म भागेको छैन, आवाज सुनेर पनि भाग्दो रहन्छ। ल अलि नजिक गयो, अलि नजिक गयो। राम्रो स्पष्टै देखियो। अझै पनि भाग्दैन, स्पष्ट देख्यो। के आयो भनेर हेर्दैछ घोरल। भाग्दैन, अझै पनि भाग्दैन। दायाँ दायाँ बायाँ हेर्न थाल्यो। ल अझै नजिक गयो, नजिक। अझै पनि भाग्दैन। डर चाहिँ हुँदो रहेछ के गाउँतिर घोरललाई। मान्छे कोही छैनन्, आज भने मारी मान्छे नि छैनन् गाउँतिर त्यस्तो। त्यही भएर नि होला, खासै डर चाहिँ रहन्छ। ल अनि यत्रो नजिक जाँदा पनि भाग्दैन। मैले त आवाज सुनेरै भाग्छ होला भन्ने ठाने त भागेन। ल अझै भाग्दैन, भाग्यो। ल त्यो पर गएर फेरि बस्छ। ती धेरै टाढा नि भाग्दैन फेरि। डर चाहिँ नलाग्ने छ। ल त्यहाँ छ ऊ। अब ड्रोन अलिकति घुमाएर टक्क त्यो भएको ठाउँमा लिएर जान्छौँ है त। ती छ ऊ, ती छ ऊ। गयो 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 गयो, त्यहाँबाट गयो। अलिकति उता गएर बसिरहेछ। रुखै रुख छ, अब सिधै जान सकिँदैन। अब तलबाट जाने कोसिस गरौँ है त। ल तलबाट जाने कोसिस गऱ्यो, तर गाह्रो छ। रुख ठोकिन्छ भने डर छ नि त। त्यही भएर नि कहाँ छ घोरल अब। लास्टमा देखिन्छ है, हेर्नु है त। लास्टमा माथिबाट सुत्त भाग्छ। त्यहाँ छ, माथि छ, माथि छ घोरल। अब भाग्यो त्यहाँबाट नि।